पटक 2 जना 4 जना 5 जना 10 जना गएर यो कुरा भनेको सुतेको मान्छेलाई उठाउन सजिलो सुतेको सुन्न उठाउन गाह्रो भने जस्तो उहाँहरू उठ्नु चाहनु भएन। हामी अब उहाँलाई उठाएर हाम्रो चाहिँ निर्णय जुन नेपालको कानुन जस्तै हो चिकित्सा शिक्षा आयोगको निर्णय भनेको चिकित्सा शिक्षा आयोगले पूर्ण बैठकले गरेको निर्णय भनेको त्यो कानुन हो। त्यो कानुन नमान्नेलाई कारवाही गर्नलाई हामी चाहिँ यसरी सडकमा आउनु र अनि साथीभाइहरूलाई एउटा अनुरोध गरे हामीले नारा राख्दाखेरि संयम गरौँ होइन। कसैलाई हामीलाई यहाँ चाहिँ होच्याउनु छैन, हाम्रो अधिकार प्राप्ति गर्नु छ र हामी बिना नारा पनि अगाडि बढ्न तयार छौँ। तर यदि यो देशमा चिकित्सकले स्वास्थ्य मन्त्रालयलाई छिर्नलाई प्रहरी प्रयोग गरिन्छ भने नेपाल चिकित्सक सङ्घ यो दमनको कुनै पनि हदमा प्रतिकार गर्न तयार छ। हामीलाई प्रतिकार गर्न बाध्य नबनाइयोस्, हामीलाई उत्तेजित नगरियोस्, हामीलाई बल प्रयोग गर्नुपर्ने छैन। तपाईहरुलाई लाग्छ यहाँबाट हिँड्दैमा स्वास्थ्य मन्त्रालय जाँदैमा यो देशको कानुन तोडेको छ, हामीलाई कानुन अनुसारको कारबाही गर्न हामी बिना शर्त हामी तयार छौँ। यदि चिकित्सकलाई छिर्न दिएन भने आज लोकतन्त्रको दिवसको दिन हामीले चाहिँ के लोकतन्त्र मनायौँ भन्ने हामी सोच्नुपर्ने होला। हामीलाई एउटा देशले गरेको निर्णय कार्यान्वयनमा बढ्दाखेरि हामीलाई प्रहरीले चाहिँ यसरी हामीलाई तपाईहरुलाई हामीले नियम तोडेकोमा कारबाही गर्नुपर्छ भने योभन्दा दुःखद स्थिति केही हुँदैन। हामी पनि यही व्यवस्थामा अटाएर आफ्नो स्वतन्त्रता प्रयोग गर्ने हो। हामी शान्तिपूर्वक रूपले अगाडि बढ्छौँ र यदि भन्दै हामी अब अगाडि बढ्छौँ नेपाल प्रहरीको साथीभाइहरूले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएको त्यो एरिया निषेधित एरिया भएको होइन। हामी त्यहाँबाट मन्त्रीज्यूलाई पनि फोन गरेर अगाडि आउनु भन्छौँ, यदि तपाईँलाई प्राङ्गणभित्र छिरेर हामीले केही गर्छ भन्ने होइन। यहाँबाट हामी हिँड्नै पनि नपाइने भनेको छैन। हजुरलाई यो ठाउँमा भेला जम्मा हुनलाई कुनै आपत भएन। हामीले हजुरलाई सुरुदेखि के भनेको भने कार्यक्रमको कुनै पनि कार्यक्रम पहिले यसको मोडाले क्लियर हुन्छ। हामीले हजुरलाई पटक रिक्वेस्ट गरेका कारण के भने हजुरहरू आउनु भएको चाहिँ यो छ। हजुरहरूको जुन घोषित कार्यक्रम छ बिहान पनि हामीले भन्यौँ यो एरियाभन्दा स्वास्थ्य मन्त्रालय निषेधित एरिया हुन्छ, निषेधित एरियामा जानलाई हजुरले हाम्रो बिचमा फेरि खालको त्यो एउटा प्रकारको त्यो अहिलेसम्म जति पनि शान्त कुरा भएको छ त्यो खालको अवस्था सिर्जना नहोस्, अन्य अवस्था परिस्थिति सिर्जना नहोस् भन्ने हाम्रो रिक्वेस्ट हो। हजुर जम्मा आउनुभयो, हजुरले हिजोदेखि कार्यक्रम गर्छ, हामी सजिलो गरिदिने सबै काम गरिरहेको छौँ। आज पनि हाम्रो कार्यक्रममै स्वास्थ्य मन्त्रालय हजुरहरूले स्वास्थ्य मन्त्रालय जानु छ भने पनि केही छैन। हजुरहरूको टिमबाट डाक्टर पाइँदैन भन्नु पर्यो होइन, जानु नपाइने भन्ने कुरा तर यो सबै जान पाइँदैन भनेर भनेको छैन, जान पाइन्छ। हजुरहरू हिजो अस्ति पनि जसरी जानुभयो, हिजो पनि जान्छौँ नि हामी।